यो हजुर लागु औषध सेवनकर्ताहरू जुन कि डिप्रेसनमा फस्नु भएछ, हजुर तपाईँको यसमा काम गरेको अनुभवले ठ्याक्कै यसको राम्रो सल्युसन उपचार नै हो कि मन नै बाँध्नु पर्ने हो कि कुनै हस्पिटलमा दबाई औषधि उपचार गरेर ठिक पनि हुनसक्छ कि परामर्श पनि हुनसक्छ कि हजुर यसको ठ्याक्कै के हुनसक्छ? अहिलेसम्मको तपाईँको अनुभवमा के देखाउँछ? यही भनेर मिल्दैन यो समस्या। अब हजुरले सुरुमै भनिहाल्नु भयो यो चाहिँ एकदम जोखिम समस्या होइन। यही भनेर मिल्दैन। कतिपय रियाबमा गएर राम्रोसँग प्याकेज पुरा भएर होइन आएर फेरि समुदायमा राम्रो स्थापित भएर बसेका पनि छन् होइन हाम्रो बाबु नानीहरू। कतिपय फेरि उसले त्यो उसलाई फेरि कसैलाई फेरि म्याच नहुने होइन। फेरि समुदायमा आएपछि उसलाई के कस्तो हामीले यो समुदायले आफ्नो घर परिवारले के कस्तो गर्नुपर्छ भन्ने पनि जान्नुपर्ने हुन्छ होइन। किनभने अब मान्छे त एउटै स्वभावको हुँदैन नि त। कसैलाई कस्तो खालको गर्नु पर्यो होइन, कसैलाई कस्तो खालको गर्नु पर्यो। त्यो भएको हुँदाखेरि उत्तिकै छ। हामीले रियाबमा पनि उपचार गरेर आएर पनि हुन्छ, स्थापित पनि हुन्छ। कसैलाई फेरि रियाबबाट आएपछि फेरि समय समयमा अब परामर्शहरू उसलाई स्थापित हुनको लागि उसलाई सपोर्ट गर्यो भने पक्कै पनि हुन्छ।